बालेर पुरै जन्ती पर्सिने कार्यक्रम भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ सब जन्ती पर्सिनु भएको छ। बडो रमाइलो चाहिँ यहाँ जन्ती पर्सिने कार्यक्रम भइसक्यो। गाजा गाजा सब डान्सहरू भएको छ। पुरै फुलको गुच्छाको वर्षा छ। देख्न सक्नुहुन्छ यसरी पर्सिएर जन्तीलाई चाहिँ पर्सियो अहिले भने ल यसरी गोटी सोटी बाल्दै अहिले रामपुरबाट चाहिँ राम ल्याएर सीताकुण्डमा हामी चाहिँ यसरी अहिले यहाँ जन्ती पर्सिने कार्यक्रममा छौँ। देख्न सक्नुहुन्छ एकदमै रमाइलो छ अहिले यहाँ। यता ततैबाट बाजा गाजा घन्टिएका छन्। धेरै भइसकेको छ। अब चाहिँ राम पनि लिएर आउनुहुन्छ। ल विभिन्न बाजाहरू छन् यहाँ। कोही लाखे छ, कोही के छ, कोही के छ। यहाँ डान्स छ, डान्स पनि चलिरहेको छ पुरा। हरराम हरकृष्ण पनि उता चलिरहेको छ। देख्न सक्नुहुन्छ एकदमै छिटो देख्न सक्नुहुन्छ। हामी एकदमै रमाइलो छ होइन आजको माहौलहरू यहाँ। राम सीताको त्यसरी विवाह सब रामसित विवाह उत्सव हामी सीताकुण्डमा छौँ अहिले। देख्न सक्नुहुन्छ दुला लिएर पन्जे बाजा सेट दुला आएको देख्न सक्नुहुन्छ अब तपाईँहरू। ल यसरी राम बनेर आएको यहाँ राम देख्न सक्नुहुन्छ तपाईँहरू। जन्ती बाजा आछ कि जन्ती जन्ती बाजा आइसकेको छ यहाँ देख्न सक्नुहुन्छ। ल है राम आइसकेको छ भइसक्यो हाम्रो सीताकुण्डमा होइन। हामी अहिले सीताकुण्डमा छौँ देख्न सक्नुहुन्छ। यहाँ राम आइसकेको देख्न सक्नुहुन्छ। छाता उडेर राम आइसकेको देख्न सक्छौँ। त्यो पारीको हो त्यो उसको सनाइ फुक्नु चाहिँ पारीको हो कि उसले राम्रो फुक्छ नि 8 नम्बरबाट उ ल यसरी अहिले यहाँ राम आइसक्नु भएको छ। ल देख्न सक्नुहुन्छ भगवान् रामको आगमन भइसकेको छ। यसरी रामको स्वागतको लागि सबैले चाहिँ यहाँ स्वागत गर्नको लागि बस्नु भएको छ। अब यहाँ भगवानको टोली आउनु भयो
छोडिन्छ ल यसरी अब चाहिँ यहाँ हो मान्छे चिनाम ल है थोरै पैसाले हुन्न ल अब यहाँ चाहिँ सब बाटो छेक्ने कार्यक्रम छ यहाँ जयन्तीलाई बाटो छेकेर मस्त टिका लगाइदिने पैसा झारिदिने ल है माला एउटा एउटा पुरै भिडबाट यस्तो भिड भयो कि आज देख्न सक्छौँ यो आज जयन्ती पर्सिने कार्यक्रम ल ल यसरी चाहिँ जयन्तीलाई घरबाट छेक्ने कार्यक्रम छ राम आइसक्नु भएछ यसरी रामको आगमन रामको टोली नै आगमन भएको देख्न सकिन्छ अहिले सानो राम देख्न सक्नुहुन्छ अब फेरि मेयर साहब आइसक्नुभयो यहाँ देख्न सक्नुहुन्छ रामपुर नगरपालिकाको प्रमुख रमण बहादुर थापाजी आइसक्नु भएको छ उहाँले चाहिँ कति झार्नु छ त रामको बुवा आउनुभयो है रामको बाको बाटो रामको बालाई बाटो छेक्ने कार्यक्रम भइरहेको छ है उहाँले चाहिँ कति राख्नुहुन्छ रमण बहादुर थापाज्यूलाई अहिले बाटो छेक्ने कार्यक्रम भइसकेको छ उहाँले चाहिँ राख्दै हुनुहुन्छ 1000 रुपियाँ ओहो है ल हजारले नै बाटो छोडियो ठेलाम भइसकेको छ यस्तो छ यो ठेल भइसकेको छ अब चाहिँ ल अलि फला भएर यहाँ बसौँ बाइक कटेर ल जाम अगाडि जाम ल कलश यात्रीहरु